प्रधानमन्त्रीज्यू हेर्नुहोस् है, हामी नेपालको मन्दिर जान लागेको। हेर्नुहोस् है, देशमा परिवर्तन चाहेका छौँ हामीले पनि। प्रधानमन्त्रीज्यू, संस्कृति मन्त्रीज्यू, मेयरज्यू, वडाध्यक्षज्यू सबैलाई भन्दैछु है, हेर्नुहोस् है, हामी मन्दिर जान लागेको। नेपालको मन्दिर जान लागेको है हामी चाहिँ। हेर्नुहोस् है, नेपालको मन्दिर कस्तो कस्तो बनाइदिइसक्यो ल, हेर्नुहोस् ल, देख्नुभयो नि, हेर्नुहोस् है ल, नेपालको मन्दिर। यो चाहिँ असाधारण सम्पदा। यति ठुलो महादेवको शिवलिङ्ग त बिरलै पाइन्छ, अझ धेरै ठुलो। यो सायद मेरो क्यामेरामा अझ सानो देख्यो होला है। यहाँ एउटा भयो, अनि त्यसपछि यहाँ भयो, हेर्नुहोस् है हाम्रो भगवान्। अनि अर्को फेरि यता पनि छ, यो नेपालको मन्दिर। ल, यो विषयलाई अब कसरी समाधान गर्ने? ल, मन्दिर जानु लाग्यो हामी, हेर्नुहोस् त, मन्दिर जानु लाग्यो। ल ल, घरभित्र आम्मा कत्रो ठुलो शिव यार, शिव भगवान् कत्रो ठुलो छ त, के हो? ल हेर्नुहोस् यहाँ, ल पूजा गर्नुहुन्छ तपाईँहरूले यसलाई, भगवान्लाई राखिरहेको रहेछ त, कस्तो यस्तो भयो? ल यहाँ पनि रहेछ, कत्रो ठुलो ल भगवान्। बुझिन भने अरू यस्तो सम्पदाहरू यहाँ केही छ अरू? तीनवटा भगवान् बाहेक? हजुर कहाँ छ, कहाँनिर? यहीँभित्र? होइन, यो त भगवान्को कुरा हो नि।